सो आज चाहिँ क्लास 10 को हाइड्रोकार्बन एन्ड इट्स कम्पाउन्ड भन्ने च्याप्टर हामीले स्टडी गर्न गइरहेछौँ है त। ल सुन्ने सुरुमा हाइड्रोकार्बन इट्स कम्पाउन्ड भन्ने च्याप्टरमा चाहिँ हामीले दुईटा चिज पढ्नुपर्छ। एउटा भनेको टाइप्स अफ हाइड्रोकार्बन र अर्को हुन्छ हाम्रो कम्पाउन्ड्स अफ हाइड्रोकार्बन, जसमा हामीले मिथेन, अल्कोहल, ग्लाइसेरोल र ग्लुकोज र अरू यसको यी सबैका युजेसहरू पढ्नुपर्छ। ठिक छ। अब जब हामी सुरुमा त हाइड्रोकार्बन भनेको के हो? हाइड्रोकार्बन भनेको जहाँ चाहिँ हाइड्रोजन र कार्बन मिसेर कुनै एउटा कम्पाउन्ड बन्छ भने त्यस्तो खालको कम्पाउन्डलाई हामीले हाइड्रोकार्बन भन्छ। जस्तै इक्जाम्पल डिफेन लेखौँ, हाइड्रोजन एन्ड कार्बन मिक्स अप भएर एउटा कुनै कम्पाउन्ड बन्छ हो, त्यो कम्पाउन्डलाई भन्छौँ हामी के त भन्छौँ हामी हाइड्रोकार्बन भन्छौँ। के भन्दा रहेछौँ त? हाइड्रोकार्बन भन्दा रहेछौँ। ठिक छ। ल अब हामी सबैलाई के थाहा छ भन्दाखेरि कार्बनको जहिले पनि भ्यालेन्स सेलमा 4 इलेक्ट्रोन हुन्छ र जुन भ्यालेन्स सेलमा जुन इलेक्ट्रोन हुन्छ त्यस्तो इलेक्ट्रोनलाई भन्छ भ्यालेन्स सेलमा भएको इलेक्ट्रोनलाई के भन्छ हामी? भ्यालेन्स इलेक्ट्रोन छ। भनेपछि कार्बनसँग 4वटा के छ त? भ्यालेन्स इलेक्ट्रोन छ। भ्यालेन्स इलेक्ट्रोन भनेको बाहिरी सेलमा भएको इलेक्ट्रोन है त। बाहिरी सेलमा कार्बनको बाहिरी सेलमा कति इलेक्ट्रोन छ त? 4 इलेक्ट्रोन छ। ती इलेक्ट्रोनलाई हामीले के भन्छौँ त? भ्यालेन्स इलेक्ट्रोन भन्छौँ। के इलेक्ट्रोन भन्छौँ? भ्यालेन्स इलेक्ट्रोन। ठिक छ। हामीलाई के थाहा छ भन्दाखेरि सेल भनेको केएलएमएन सेल, अहिलेसम्म हामीले केएलएमएन सेल मात्र पढ्यौँ, जसमध्ये के सेलमा हामीले 2टा आँट्छ भनेछौँ, 2टा इलेक्ट्रोन आँट्छ। एल सेलमा हाम्रो 8वटा इलेक्ट्रोन आँट्छ, एम सेलमा 8वटा इलेक्ट्रोन आँट्छ, त्यसो गर्दै गर्दै हुन्छ। ठिक छ। भने हामीले त सबैभन्दा त सुरुको भनेको कार्बनको कुन सेल हुन्छ? के सेल हुन्छ। के सेलमा कति इलेक्ट्रोन आँट्ने भयो त? 2टा इलेक्ट्रोन आँट्ने भयो। जम्मा जम्मी कार्बनसँग कति इलेक्ट्रोन हुन्छ त? कार्बनसँग कति इलेक्ट्रोन हुन्छ त? 6वटा इलेक्ट्रोन हुन्छ, जसमध्ये 2टा इलेक्ट्रोन त गइसक्यो। अब भइसक्यो भनेपछि अब कतिवटा बाँकी रह्यो त? 4वटा बाँकी रह्यो। 1 2 3 4 भनेपछि यसको बाहिरी सेल, कार्बनको बाहिरी सेल भनेको कुन हो त? बाहिरी सेल यो भ्यालेन्स सेल। भ्यालेन्स सेलमा भएको इलेक्ट्रोन कतिवटा छ त? 4वटा इलेक्ट्रोन, जसमध्ये जुनलाई हामीले के भन्छौँ त? भ्यालेन्स इलेक्ट्रोन भन्छौँ। भनेपछि त कार्बनमा कति इलेक्ट्रोन हुन्छ? 4वटा इलेक्ट्रोन, जसलाई हामीले भ्यालेन्स इलेक्ट्रोन पनि भन्छौँ। ओके। र हामीलाई के थाहा छ भन्दाखेरि कार्बनले के बनाउँछ त भन्दाखेरि कार्बनले कोभ्यालेन्ट बोन्ड बनाउँछ। कसरी त भन्दाखेरि जुन हाम्रो भ्यालेन्स इलेक्ट्रोन छ नि, यी सब भ्यालेन्स इलेक्ट्रोन सेयर गरेर चाहिँ अरूसँग सेयर गरेर के बनाउँछ? यसले के हुन्छ? कोभ्यालेन्ट बोन्ड बनाउँछ। जस्तै एउटा हाइड्रोजन आउँछ, हाइड्रोजनमा कतिवटा इलेक्ट्रोन हुन्छ? एउटा इलेक्ट्रोन हुन्छ बाहिरी सेलमा है त। त्यसै गर्दा अर्को हाइड्रोजन आयो, यहाँ पनि हाइड्रोजन आयो, यहाँ पनि हाइड्रोजन आयो, यहाँ पनि हाइड्रोजन आयो भनेपछि त 2टा इलेक्ट्रोन लिएर एउटा कोभ्यालेन्ट बोन्ड बनायो, एउटा कोभ्यालेन्ट बोन्ड, अर्को कोभ्यालेन्ट बोन्ड, यो पनि अर्को भनेपछि त कार्बनले कतिवटा कोभ्यालेन्ट बोन्ड बनाउने रहेछ त? 4वटा कोभ्यालेन्ट बोन्ड बनाउने रहेछ। ठिक छ। ओके। अब कार्बन सङ्ख्या भन्छौँ कि हामीले कार्बन नम्बर। अब कार्बन नम्बर जस्तै एउटा कार्बन छ भने के बन्ने? 2टा कार्बन